मलाई धेरैजनाले पहिलेदेखि नै यो ल्यामिनेटेड आइब्राउ चाहिँ कसरी बनाउने भनेर एकदमै सोधिराख्नु भएको थियो। बल्ल फाइनली आज मैले यसको ट्युटोरियल बनाएको छु। यो एकदमै सजिलो छ, केही एक्सपेन्सिभ फ्यान्सी प्रोडक्ट केही चाहिँदैन। ल बनाऊ हेर, म हजुरहरूलाई स्टेप बाई स्टेप देखाउँछु। यो वाटर चाहिन्छ, अनि त्यसपछि यो बार अफ सोप, अनि त्यसपछि चाहिँ यो स्पुली अथवा कुनै पनि आइब्राउ ब्रस चाहिन्छ, अनि त्यसपछि आइब्राउ पेन्सिल। अब यो आइब्राउ ब्रसलाई चाहिँ थोरै मात्र वाटरमा डिप गर्ने, अनि त्यसपछि साबुनमा रगड्ने, अनि प्रोडक्ट ब्रसमा आउँछ यस्तो देखिन्छ। अनि हजुरहरूलाई चाहिँ जस्तो सेपमा लैजान मन लाग्छ त्यही अनुसारले चाहिँ त्यतैतिर त्यही सेप जतातिर लाने हो त्यहीतिर चाहिँ यो ब्रसलाई चलाउनुहोस्। मैले चाहिँ यसरी ठाडो माथितिर लगेको एकदम राम्रो लाग्छ, त्यही भएर मैले त्यस्तै गराएको छु। मेरो चाहिँ एकदमै गोलो फेस छ नि त, अनि यसरी मैले यो माथितिर ठाडो मुखको यो ल्यामिनेटेड ब्राउज बनाउँदा चाहिँ कस्तो राम्रो लिफ्टेड लुक दिन्छ कि यसले। अनि यो बिचको डन्डी जस्तो भागलाई चाहिँ मैले जस्ट प्रेस गरेछु, दबाएर राख्यो भने चाहिँ यो कहीँ मुभ हुँदैन, एकदमै राम्रो सेपमा बसिरहेको छ। हेर्नु न कस्तो भास्ट डिफ्रेन्स देखिने कि यो जब एउटा आइब्राउजले पनि लुकलाई कम्प्लिटली चेन्ज गरिदिइहाल्ने। अनि मैले यसपछि चाहिँ यो आइब्राउ पेन्सिल लिएको छु, हजुरहरूसँग जुन छ त्यही लिनु। अनि बिस्तारै एकदमै हल्का हातले एकदमै त्यो स्लाइटली पेन्ट गरे जस्तै अब माथितिर धर्सा धर्सा जस्तो तानेर अनि फिलअप गर्नु, जता जता ग्यापहरू हुन्छ त्यहाँ फिलअप गर्नु। अनि अब यति गरिसकेपछि चाहिँ हजुरहरूलाई एकदमै मनपर्ने ल्यामिनेटेड आइब्राउ चाहिँ रेडी हुन्छ। ल हेर्नु न कति राम्रो देखिन्छ कि।